गाइस दर्शक नमस्ते अनि स्वागत छ मेरो पहिलो ब्लग। यति बेला म साउथ कोरियामा छु। अहिले यहाँ बिहानको 10:30 भइसकेको छ। आज सन्डेको दिन भएकोले आज बाहिर निस्किने प्लान छ। 11:20 को बस छ। रुमदेखि थोरै हिँडेर जानुपर्छ। ओके लेट्स गो। बस वेटिङ गर्ने ठाउँमा यो एकछिनमा बस आउँदैछ। फाइनली हाम्रो बस आइसकेको छ। अब बसूँगा त बस्यो यहीँ बसूँगा। दामी दामी जुत्ताहरू छ त। हाम्रो यात्रा कता अब? पहिला चाहिँ हामी उसमा जाने, ज्वेलरीमा जाने, सुन पसलमा। आमा कस्तो जमेको हिउँ यार। अलि अगाडि नै हो क्या म त। पहिला त्यो पसल हेरौँ होइन, अनि माम खाना जाउँ। माम खानु पर्यो नि होइन, भोक लागिरहेछ। यही लाइनमा त हो नि, यही लाइनमै हो यार। तो भेटे ना था यार।
चाहिँ भात खान जाँदैछौँ हामी। हाम्रो त्यो एसियन मार्ट जाने चाहिँ होइन त्यही हो यहाँबाट पनि पुगिन्छ होला एसियन मार्ट त्यहाँबाट आउँछ उता होइन नि कता यही त हो एसियन मार्ट यता अब डिस्कभरी एसियन मार्ट चाहिँ ऊ त्यहाँनिर हो नि त त्यो हो नि त भाखान्डामा गइयो 안녕하세요. 많이 드세요. 네. 맞아요. ल हामी उठाउँ होइन सबको मस्त खाइयो मजा आयो मजा यस्तै हो बेकारीको जिन्दगी भनेको बतासेको ल हामी अब एकछिन पार्कमा जाँदैछौँ पार्कमा जाउँ है पार्कमा जाउँ
घुमाइसकेर रुममा फर्किँदै हो। चिसो छ एकदम, घाम लागे जस्तो छ तर चिसोले उभिन नसक्ने जस्तो छ बाहिर। बस आउँदैछ हाम्रो। हामीहरू चाहिँ तातो कफी खाएर अनि बल्ल रुमतिर। चटपटे त 2 रुपियाँमा मस्त दिन्छ यति। अनि अहिले त 2 रुपियाँको चाहिँ सिक्का मात्र हो कि नोट पनि पाइन्छ? थपा छैन पुरानो नोट होला, नयाँ त छ कि छैन? थपा छैन, पुरानो नोट पनि खासै हुँदैन अहिले त, खै चलनमा छैन। 1 रुपियाँ 2 रुपियाँ है। सिक्का चाहिँ 2 रुपियाँ 1 को 2 को त्यो सिक्का छपाउन चाहिँ घाटा छ भन्छ। हो र? त्यो 1 रुपियाँको मूल्यभन्दा बढी मूल्य लाग्छ। ए के गर्ने अब, हाम्रो देशलाई घाटा होला, नेताहरूलाई फाइदा होला होइन? त्यो त हुन्छ, त्यही भएर त होला नि। अब नेताहरूलाई फाइदा भएपछि भयो, देश जेसुकै होस् घाटामा जाओस् केही मतलब छैन। यस्तो छ हाम्रो नेपालको स्थिति, गाह्रो छ। फिरफिरे राखेको छ एउटा नघुम्ने फिरफिरे। खै फिरफिरे फिरफिरे जस्तो। ए हाम्रो साउबा कम्पनीमा आएर यसो हेरेर गयो, पैसा कतिको फलिरहेछ भनेर। कहिलेकाहीँ हेर्न आउँछ। रुममा आयो। ओके साथीहरू, अर्को भिडियोमा भेटौँला।